गाइस मेरो सागबारीमा चाहिँ हैन सागले फुलेको मौरी चाहिँ कति बिग्न आएको छ भने नि ए कस्तो फिरिरिरी हुँदै खाँदैछ। साग चाहिँ डल्लै फुल्यो के डुकु खाँदा उयो गर्दा पनि डुकु भाँचेर खाँदा दिँदा पनि नसकेर चाहिँ सबै फुल्यो। अहिले चाहिँ यो चाहिँ मैले चाहिँ उखाल्दै गरेको हैन। यो पहेँलो पत्ताहरू चाहिँ गुन्द्रुक लगाउने अनि ए साग त मौरी हेर न मौरी त्यसै घुम्दैन नि मायालु भन्ने लाग्छ गरे त ए फेरि पखेटा हल्लाउँदै खाँदैछ। सबै फुलिन साग त मेरो यो चाहिँ उखाल्दै गरेको यहाँनिर चाहिँ अब यो फुलेको जेसुकै अब भोलिदेखिको मौरी के खाने यति यता चाहिँ राखिदिन्छु मौरीको लागि हो। त्यहाँदेखिको यता चाहिँ डल्लै उखालिदिन्छु। यति चाहिँ मौरीलाई राखिदिनु पर्यो अलिक दिनसम्म। टुई 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 कसरी खाँदो रहेछ है मौरीले खै हौ। यो मौरी त होइन यो त के हो? यो त मौरी हो। यो मौरी होइन होला यत्रो बढेछ खै अरू हेरौँ। यो त लाटा न लाटा परेछ। यिनीहरू त मसिनो छ। ए सानो र ठुलो आएको रहेछ मौरी। आमा मौरी सानो ठुलो हुन्छ? हाँ सानो मौरी सानै छैन यत्रो ठुलो पनि रहेछ त ऊ। यो ठुलो छ यो ठुलो खालको मौरी रहेछ हो। खै कहाँ गयो? खै देख्दैन राम्रोसँग। हाँ मसिनो चाहिँ जाँगरिलो हुन्छ। ऊ मसिनो यहाँ छ। मसिनो यहाँ मसिनो त्यो राखिरहेछ त ऊ गोरुलाई। अहिले साग टिप्नु पर्दैन क्या त्यो चाहिँ गुन्द्रुक लाउनको लागि। ए सानो मौरी यो सानो मौरी यिनीहरू सानो मौरी यो ए त्यो ठुलो मौरी त लाटा लाटा हुँदो रहेछ के बोधे। मजुर पनि कराइदिइरहेछ एउ गर्दै। यता चाहिँ मौरीलाई राखिदिनु पर्यो अलिक दिनसम्म चाहिँ। साग त पहेँलै यो पहेँलो पत्ता चाहिँ टिपेर अब चाहिँ यसलाई गुन्द्रुक अस्ति पनि गुन्द्रुक लगाएको छ। अब यो सबै यत्रो झ्याङ पनि उखाल्नु परेको छ गाइस। मैले चाहिँ उखालिदिएकै ल यो पत्ताहरू जति चाहिँ पहेँलो चाहिँ टिपेर यता यसलाई उखाल्नु पर्यो। म्याक्री मान्छेलाई तान्नु खोज्छ त सागले पनि।